नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर बालेनले अभिव्यक्ति दिनुमा बालेनको भित्री रूपमा चाहिँ एउटा मास्टर प्लान रहेछ साथीहरू। जब बालेनले भारतले मात्र होइन नेपालले पनि सीमा मिचेको छ भने यो विषयले गर्दा भारतलाई बहसको टेबलमा तान्ने सबैभन्दा ठूलो अहिले पासो भएको छ। भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है। बालेनको रणनीतिको सबैभन्दा खतरनाक कुरा भनेको इंग्ल्यान्डको प्रसंग भित्र्याउनु रहेछ साथीहरू। बालेनले इंग्ल्यान्डको नाम लिने बित्तिकै भारत दबावमा आएको छ। यदि यो मुद्दा अन्तर्राष्ट्रिय अदालत वा संयुक्त राष्ट्र संघसम्म पुग्यो भने आफ्नो साग गिर्ने डरले भारतीय विदेशी मन्त्रालय हतार पत्रकार सम्मेलन गरेर तेस्रो पक्ष स्वीकार छैन भन्दै आज स्पष्टीकरण दिन बाध्य भएका छन्। बालेनले नेपालको कमजोरी औँल्याए जस्तो गरेर वास्तवमा भारतलाई इतिहासको सबैभन्दा कमजोर मोडमा उभ्याइदिएका छन् साथीहरू। सुरुमा चाहिँ बालेनको अभिव्यक्ति सुन्ने बित्तिकै हामी सबैले गाली गरियो बालेनलाई होइन, विरोध पनि गरियो। तर वास्तवमा बालेनले चाहिँ भित्री रूपमा चाहिँ अर्कै खालको चाहिँ यो चाल चाहिँ चालिरहेका रहेछन् साथीहरू होइन। अहिले जे भए पनि भारत चाहिँ अहिले तेस्रो पक्ष स्वीकार छैन भनेर अहिले पत्रकार सम्मेलन गरेर चाहिँ आएको छ साथीहरू। अहिले समाचारहरू देखिराख्नु भएको छ होला। तपाईहरु यो विषयमा के भन्नुहुन्छ? जस्ताको तस्तै कमेन्ट गर्नु होला है।